लाइफमा चाहिँ कहिलेकाहीँ रिस्क चाहिँ उठाउनै पर्छ है साथीहरू। र आज चाहिँ म तपाईँहरूको सामने सानो भिडियो लिएर आएको छु। अनि मेरो हातमा के छ भन्दाखेरि यो चाहिँ डर्माको चाहिँ फेस सिरम हो। लाइफमा साथीहरू फर्स्ट टाइम युज गर्न गइरहेको छु आफ्नो फेसमा है। म चाहिँ यो फेसमा युज गरेर चाहिँ रिस्क चाहिँ उठाएको जस्तै भइरहेछ। मैले युट्युबमा भिडियोहरू देखेँ, अरूले पनि युज गरेको देखेँ है। यो चाहिँ खासमा चाहिँ ओपन पोर्सको लागि भन्छ, मेकअपमा युज गर्छ है। तपाईँले चाहिँ फर्स्ट चाहिँ होइन फेसवास मजाले फेसवास गरेर फेसलाई चाहिँ होइन क्लिन गरेर चाहिँ यो लाउँदो रहेछ है साथी। र मैले यसरी नै युज गरेँ है युट्युबमा हेरेर। र थाहा छैन साथीहरू यसको रिजल्ट कस्तो हुन्छ म हजुरहरूसँग अवश्य सेयर गर्नेछु। अनि मैले अहिले चाहिँ मोइस्चराइजर पनि मगाएको थिएँ होइन। मोइस्चराइजर चाहिँ युज गर्नु भन्छ नि त, समर होस् या विन्टर होस् होइन, आफ्नो फेसमा चाहिँ मोइस्चराइजर चाहिँ युज गर्नु भन्छ। र मैले चाहिँ यो पनि है किनेको थिएँ होइन। त्यसपछि चाहिँ म सनस्क्रिम युज गर्दैछु साथीहरू। सनस्क्रिम हेर्दा माया लाग्यो, मेरो सनस्क्रिम सकिन आँटेछ, फेरि पैसाको खाँचो पऱ्यो साथीहरू। अब के गर्नु, सनस्क्रिम त लाउँछु होइन साथीहरू। र अब चाहिँ मैले पनि होइन सिरम लाउनु चाहिँ सिक्दैछु है साथीहरू। म चाहिँ युट्युबमा भिडियो हेरेरै है मलाई पनि किन्नु मन लाग्यो नि त अन्त साथीहरू। मैले अलिकति आफ्नो फेसमा चाहिँ रिस्क उठाएको छु साथीहरू है। कस्तो देख्दैछ भन्नुहोस् होला साथीहरू, रिजल्ट चाहिँ पक्का भन्ने